हाम्रो देशका अदालतभित्र कसरी बहस हुने रहेछ, कस्तो बहस हुने रहेछ भन्ने कुरा मैले फर्स्ट टाइम देखेँ। एकचोटि यो भिडियोलाई हेर्नुहोस् त। उहाँ नेकपा एमालेको उपाध्यक्ष भएको नाताले उहाँलाई गिरफ्तार गरिएको पूर्व अर्थमन्त्रीको हिसाबले होइन। प्रष्ट बुझ्नुपर्छ श्रीमान। यो तानाशाही व्यवस्थाको प्रारम्भमा के गरिन्छ भने एक एक गरेर निश्चित राजनीतिक दललाई पहिला सकिन्छ, तिनीहरूलाई सकिसके पछाडि अर्को राजनीतिक दलमा प्रवेश गरिन्छ श्रीमान। यो प्रारम्भिक बिन्दु। पहिला केपी शर्मा ओली र रमेश लेखकलाई एउटा अनावश्यक मुद्दा लिएर गइयो श्रीमान। त्यहाँ उहाँहरू छुट्नुभयो, अब उपाध्यक्षलाई सुरु भयो। उपाध्यक्ष भएपछि अब अरू क्रमशः तलतिरपट्टि सुरु हुने होला। किन भन्दाखेरि श्रीमान यही तरिकाले मुद्दा लिएर आउने हो भनेदेखि त श्रीमान यो कोही पनि बाँकी बस्दैन। किनभने प्रमाण त ल्याउनु भएको रहेछ त। ती मालपानी भन्ने व्यक्तिले कसलाई गाडी सप्लाई गरेका थिए चुनावको बेलामा के हामीलाई थाहा छैन? कसलाई गाडी दिएको? समाउने हो भनेदेखि श्रीमान मालपानीको कुरोबाट समाउनु पर्ने हो भने गाडी नि विष्णुप्रसाद पौडेलको हकमा यो 20 दिनको जुन टाइम छ त्यो समाप्त गरिरहनु पर्ने आवश्यकता छैन र निजलाई चाहिँ जिम्मा कमानीमा छोड्दिनु। हाम्रो देशका न्यायालयभित्र कस्तो किसिमको बहस हुने रहेछ त भन्ने कुराको यो एउटा ज्वलन्त उदाहरण हो। हिजो मात्रै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जुन म्याथपको लागि विशेष अदालतमा उपस्थिति गराइसकेपछि त्यहाँभित्र भएको यो बहस हेर्नुहोस् त। यो त राजनीतिक गर्ने थलो देखिएको छ। त्यहाँ कुनै पनि एङ्गलमा बहस भएको देखिँदैन। त्यहाँ राजनीतिक टिका टिप्पणी गरिएको छ। जस्तो यो सरकारले विशेष गरी एमाले प्रति राजनीतिक प्रतिशोध भयो रे भनेर वकिलहरूले नै यसरी बहस गरेका छन्। हेर्नुहोस् त हाम्रो देशका न्यायालयभित्र यस्तो किसिमको बहसहरू हुने रहेछ। यो विषयमा तपाईँको धारणा के छ त? लेख्नुहोस् त।